एक दिन त्यही गरेको त्यो राति दुईवटा बाख्रा मात्रै बाँचे सब आगोले जलेर। सम्पूर्ण साथीहरूलाई स्वागत छ है यो चिसो पुसको महिनामा। खुसी हो पुसको महिनामा न्यानो न्यानो नमस्कार। नमस्कार नमस्कार। आज हाम्रो यो खाजा खाजा चेस चेस बट गुलियो छ त गुलियो छ। अनि यो भुटेको भटमास यो भुटेको अनि यो चाहिँ मकै भुटेको मकै होगा एकदम मिठो छ। तपाईले कति खाने गर्नुभएको थियो सानोमा? ए बड्डा बासमै सानोमा त। अनि यस्तो चिसो महिनामा यसको याद आउँदैन? घरको याद आउँदैन? कति आउँछ यो त यति यस्तो कहाँ थालमा राखेर खान्छ त यो मजाले भुट्न लगाए आफूले भुट्यो यस्तरी दुई हातले हाल्ने खल्ती ठुल्ठुलो हुन्छ बड्डा खल्तीमा हाल्ने खाँदै भलिबल खेल्ने हुन्छ कि ग्याम्बल खेल्ने फुटबल खेल्ने कुद्ने हो। अहिले त यस्तो बेला त दिउँसो त अहिले त बाख्रा गोठालो हुन्थ्यो बड्डा आगो बाल्ने यी भुटेर लगिहाल्ने प्लास्टिकको झोलामा लिन्थ्यो कि प्लास्टिकको झोलामा लगेर टक्क चाहिँ अनि कहिलेकाहीँ त खाना खाएर बाख्रा खोएर जङ्गल जाँदा जाँदै अनि थकिहाल्थ्यो जङ्गलमा त्यो गोजाबाट छिरेर भुइँमा गएको त्यसलाई आगो सल्काएर त्यसलाई खोज्ने चलन थियो कि थिएन? बड्डा एक दिन त्यही गरेको त्यो कस्तो हो भने यसको सल्लाहको त्यो सुकेको हुन्छ नि त गाई भैँसीको हाल्ने स्याउला पहिले स्याउला बेसरी सबै गरेर चाहिँ ठुलो यत्रो गाउँमा डोको हुन्छ नि डोकोमा चाहिँ राख्यो बड्डा अनि त्यहाँ माथि बसेर अब तल दुख्छ भनेर माथि बसेर खाइयो त्यहाँ चाहिँ खल्ती पल रहेछ कि अहिले त छैन अहिले त पल छैन त्यसलाई पल रहेछ त्यहाँ तल खसेछ यो भटमास र लौ मकै यस्तै भुटेर लगेको थियो त्यहाँ खसेछ खोज्दा भेटिएन नभेटिए चाहिँ के गर्ने भन्ने हो त्यसको जसरी खोजेरै खानुपर्छ भन्ने हो वरिपरि बाख्रा अब त्यो त्यसको बाख्राले बाख्रा आएको थिए है अनि टक्क गएर त्यो छिरेको छ अनि सलाई पनि थियो नि त एउटा अनि सलाई पारेर त्यो जसरी पनि यसलाई जलाएर जहाँ पट्किन्छ त्यही खान्छ भनेर आगो लगाइदिएको बड्डा त्यो त सबै स्याउला जल्यो लास्टमा घर आउँदाखेरि त 15वटा बाख्रा थियो 2वटा बाख्रा मात्रै बाँचे सब आगोले जलेर। यस्तो आगो साँझ त धब्बी कुटेर मारे। ल हजुरहरूलाई पनि यो भुटेको मकै अनि भटमास मन पर्छ भने कमेन्ट गर्नु होला। कसलाई मन पर्छ जाडो समयमा कमेन्ट गर्नु होला। आजलाई यति हामी फोटो खिचेर कमेन्टमा पठाइदिन्छौँ। तपाईले कमेन्ट आयो भने हामी फोटो कमेन्टमा पठाइदिन्छौँ।